नमस्ते, वेलकम ब्याक टु माई च्यानल ब्लगमा। इट्स मी पिङ्की राजवंशी। म यहाँ एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथ म यो ब्लग स्टार्ट गर्दैछु। अनि सो अचानक मौसम कस्तो भइसकेको छ, बादल हेर्न सक्नुहुन्छ, यहाँ कस्तो कालो कालो भइसक्यो। अचानक अहिले कस्तो घाम थियो होइन, अनि पानी पर्ने जस्तो भएको छ। सो अनि म चाहिँ अब नुहाउन जाँदैछु होइन। अनि आज चाहिँ हामी जान आँटेको धम्पाल मेला जहाँ लाग्छ त्यहाँ छेउछाउ मेरो नानीको घर छ होइन। आज पूजा, अनि त्यहाँ जान आँटेको। अचानक घामदेखि यस्तो पानी मौसम पर्न आँटेको छ। अब के हुन्छ थाहा छैन होइन। अनि हुन त हिजै म नुहाएको छु होइन, सब कुरा कपाल सपाल चिउछु। अनि फेरि म कतै जाने बेलामा चाहिँ यत्तिकै रेडी हुन मन लाग्दैन होइन। सो अनि म चाहिँ अहिले नुहाउन जाँदैछु। कपाल चाहिँ मैले हिजै काटेँ होइन, शुक्रबार, आज शनिबार हो। अनि शनिबार पूजा छ होइन, 17 गते। अनि अब नुहाइ गरेर लुगासुगा लाएर अनि म, नानी, मासीहरू सबैजना जानुपर्ने हुन्छ। अनि कपाल चाहिँ यस्तो लामो लामो थियो, मैले जो सानो बनाएँ हेर्न सक्नुहुन्छ कस्तो ठुलो थियो, सानो सानो भएको छ। अनि कपाल पनि यति झर्छ, अनि काट्न त मन लागिहाल्छ होइन। पुरै यहाँ चाहिँ अलिकति बाक्लो बाक्लो होइन, अनि यहाँ टुप्पो यहाँ यति चाहिँ पुरै पातलो क्या, अनि त्यस्तो भएको थियो। अनि त्यही भएर मैले काटेँ। अनि पहिला जस्तो कपाल मेरो चाहिँ अब छैन होइन। पहिला धेरै राम्रो थियो मेरो कपाल, अहिले चाहिँ छैन। अनि सो म चाहिँ अब नुहाइसकेर अनि फेरि कन्टिन्यू गर्छु। सो फाइनली गाइज म नुहाएर रेडी भइसकेको छु होइन। घरमा तालचा पनि लगाइसकेँ। अनि एउटा भाइ बोलाउन आएको थियो होइन, नानीले पठाउनु भएको थियो कि भयो रेडी भएर जहाँ हेरेर आइज भनेर। सो मैले चाहिँ रेडी भइसकेँ म आफू। अनि अब नानीकोमा जाँदैछु होइन। अनि जसको बिहे अस्ति वैशाखमा भयो नि, त्यसको मम्मी यहीँ छ नजिकै, अब त्यहाँ जानुपर्ने हुन्छ। अनि सिटीमा जान्छु कि म्याजिकमा जान्छु थाहा छैन होइन। अनि मेरो चाहिँ आउटफिट आजको यो हो, यति हेर्न सक्नुहुन्छ, यस्तो छ। अनि सिम्पल मेकअप गरेको छु होइन। अनि पानी पनि परिरहेछ, कसरी जानु। अनि अब चाहिँ म जानुपर्ने हुन्छ। अब यहाँको मेन गेट तालचा लगाउनु पर्ने हुन्छ, म त्यो लगाइहाल्छु। एउटा कुरा भन्न मन लाग्यो गाइज, यो छ नि यो उल्टो लगाएको थिएँ क्या म। अनि यहाँ यो घर पुगेपछि, नानीको घर पुगेपछि अनि याद आयो क्या, कस्तो अचम्मवाला कुरा। अहिले यत्तिकै जान्थेँ म बेजतिया जस्तो, अनि अहिले चेन्ज गरेको, सुल्टो बनाएँ। अब निस्किँदैछु। हाम्रो सवारी निस्किसकेको छ। कचमकोच भएर बसेको छु सिटीमा। एउटा सिटीमा कतिजना छ? 1 2 3 4 5 6 7 8 9 जना छौँ गाइज। सो गाइज आधी बाटोमा ओर्लेर हामी फलफुलहरू लिँदैछौँ होइन। सनेस त लिनै पर्यो। अनि सबैजना आफ्नो आफ्नो लिँदै हुनुहुन्छ, म पनि लिन्छु। सो गाइज सबैले आफ्नो आफ्नो कुरा लिइसक्यौँ होइन। मैले चाहिँ दही लिएँ, नानीहरूले अरू अरू फलफुलहरू लिनुभयो। सबैजना आफ्नो आफ्नो कुरा। अब फेरि जाँदैछु। अब चाहिँ नेता चोक पुगेको छु। आएर कता टाइम बाँकी छ? कतना अझै टाइम बाँकी छ। नेता चोक पुगेको छु। कुन गाउँ कै छ नानीको गाउँ? नानी के गाउँ? गाउँ के नाम? तेलगुरी। धम्पाल मेला लाग्ने ठाउँतिर होइन। त्यहाँ पनि मेला हुने ठाउँमा पनि जान्छु एकचोटि घुम्नलाई। 125 लिची लिँदै हुनुहुन्छ। मैले त लिइसकेँ, अब नानी लिँदै हुनुहुन्छ।
आँप लिची अनि केरा लिँदै हुनुहुन्छ होइन। मैले चाहिँ दहीमा लडेँ। सो गाइस बाटो बिग्रेको हुनाले हामी हिँड्दै जाँदैछु। ले बोल्दा हेर्नु गाइस बाटो हेर्नु हाम्रो हालत हेर्नु यहाँ हामी यति टाढा बेलबारी हिँड्दै गइरहेको छु। आउनु तपाईहरू पनि हामी सँगसँगै घुम्नको लागि। यस्तो बाटो पिच नभएको बाटोमा सिटीमा पछाडि बसेर नि आगे कस्तो हुन्छ हाम्रो हालत। यस्तो छ मेरो हालत। सब भाषा चलाइछ। रिगाटा लागिसक्यो आउँदा आउँदै बाटोमा मतलब आधी बाटो यहाँ नेता चोकमा ओर्ला सुलुस न यस्तो बाटो छ। त्यही भएर अलिकति लाग्यो होइन। त्यही भएर हामी हिँड्दै जाँदैछौँ। हाम्रो सिटी उहाँ पर पुगिसक्यो गाइस गइसक्यो हामीलाई छोडेर। अब हिँड्दै जाँदै एकैचोटि होइन एकैचोटि त्यहाँ पुगिसकेपछि अनि फेरि कन्टिन्यू गर्छु। अनि त्यहाँ पनि घुम्न जानुपर्छ धम्पाल मेला पनि। हम आते हैं छोटे से ब्रेक के बाद। ल बाई बाई। सो गाइज हामी आइपुगेको छौँ फाइनल्ली। हामी आइसक्यौँ फाइनल्ली कति कष्ट गरेर आएको छौँ। आधी बाटो हिँड्दै आधी बाटो सिटीमा कुद्दै त आएको छुइनँ। बाप रे बाप कनिया दूर घर पनि हाल्छ त। मेकअप गयो सबै पसिना भयो मेकअप। सो गाइज नयाँ बेहुला बेहुली आइपुग्नु भएको छ हाम्रो। चिन्नु भयो होला नयाँ बेहुला बेहुलीलाई वैशाखमा बिहे भएको। हेलो भनिदिनु। हेलो आउनु धम्पाल मेला पनि जानुपर्छ। मतलब यही बाटोदेखि जान्छ क्या अहिले जङ्गल। बेलुका हुन्छ नि अलि जानु भेटेर आउनु। भेटेर आइसकेको भर्खर त ओर्लियो नि तपाईँहरू पनि आउनुभयो। जुग जियो। हेलो कर दी। ओम शान्ति। मेजबान से देखा न हाम्रो मेजबानहरु त चिन्नु नै हुन्छ। ए बाप रे बाप। जुग जियो जल्दी अलिकति बेबी सेबी भइहाल्छ। कुनै भित्रै संस्कारी बच्चाहरू। सेनी 5 हैन यो सेनी 5 नम्बरमा हाम्रो जित्नी माताजी भनेको के हो? जित्नी भनेको जति छ त्यति जितिहाल्छ हरेक मान्छे हैन। त्यो हाम्रो यस्तो माताजीको घरमा आज हामी बाबाको परमात्मा शिव बाबा भगवानको जुन झन्डा फहराउने कार्यक्रम राख्नुभयो माताजीले। र अब आज गीता दिदी विशेष उहाँ आज विराटनगरमा पनि विशेष प्रोग्राम क्षेत्रीय प्रोग्राम यो भएको कारणले गर्दाखेरि अहिले सबै ठाउँमा आजको दिन काठमाडौँ, वीरगञ्ज, हेटौडा, नारायणगढ, जनकपुर सबै ठाउँमा आज प्रोग्राम एकै दिन गरेको कारणले त्यो प्रोग्राममा बिजी भएको कारणले आदरणीय गीता दिदीज्यू आउनु सक्नु भएन कार्यक्रममा। त्यो कार्यक्रम सकेपछि अनि दिदी आउनु नसके भएपछि दिदीले अरू दिदीहरूलाई पठाउनु भयो। हाम्रो विराटनगरबाट रेणु दिदी, वृन्दा दिदी, हाम्रो नम्रता दिदी, पुष्पा दिदी, चारजना दिदीलाई पठाउनु भएको छ।
दिदी आउँदा एकजना दिदी र एकजना बहिनी आउनुहुन्छ होला। दिदी आउनुमा 4 जना दिदीलाई पठाउनु भएको छ। माताजीको योग तपस्याको कारणमा तपाईहरु सबै सबैले अलि फुल लिएर शिरमा लगाउनु हुनेछ। ल हजुर सबैजना यता आउने ल अनि यतै टिका लाउने आउनु सबैजना। सौगा के स्वागत पसंद करो। धन्यवाद। आपने खास बोल Sumakit ka dikit. Kita tahu baik. ये बढ़िया से एउटा फोटो दिन्छु। कहाँ दिदी पक्नु पक्नु गाडीमा घुम्नु पर्ने घुम्ने ठाउँ छैन। पूजा सकिसकेको छ। अब चाहिँ बिदा कार्यक्रम हुँदैछ। कहाँ छ बच्चा भन्नुकै पर्वलको तरकारी ल्याइदिनु सोयाबिनको तरकारी। हो गाइस, खानासाना खाइसक्यौँ। अब बेलुका भइसक्यो, 5:30 बजिसक्यो होइन। अब घर जाने टाइम भयो। अब निस्किन्छु यहाँबाट। अनि होइन, आधी बाटोतिर बनाएँ। अब निस्किन्छु यहाँबाट। सो गाइस, अब निस्किँदैछु। यहाँ हेर्न सक्नुहुन्छ, यही नानीको घरमा पूजा थियो होइन, ओम शान्तिको। तपाईँहरू हेरिसक्नुभयो होला भिडियो। अब म घर पुगेर फेरि कन्टिन्यू गर्छु। हेलो नमस्ते। हिजो चाहिँ मैले कम्प्लिट गर्न पाएको थिइनँ। अनि सो नेक्स्ट यो चाहिँ बिहानको भ्लग हो होइन। अनि हिजो राति 7:30 बजे पुगेँ नि त, अनि त्यही भएर थाकेको थिएँ अनि कन्टिन्यू गर्न पाइनँ। सो अब चाहिँ यो भिडियो यहीँ इन गर्नुपर्ने हुन्छ। अनि त्योभन्दा पहिला म चाहिँ एउटा कुरा देखाउन चाहन्छु तपाईँहरूलाई। अनि मैले बुके बनाएको छु, यस्तो छ होइन, यस्तो छ। अनि कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला। मैले ट्राई गरेको, योभन्दा अगाडि पनि मैले ट्राई गरेँ होइन। त्यो अर्को ब्लगमा छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो 3rd बुके हो होइन। अनि
कमेन्टमा भन्नु होला कस्तो लाग्यो तपाईँहरूलाई मेरो बुके। अनि आई होप तपाईँहरूलाई राम्रै लाग्यो होला। अनि अब भिडियो यहीँ इन्ड गर्नुपर्ने हुन्छ। अब भेटौँ अर्को नयाँ भ्लगमा। अहिलेको लागि बाई बाई, टेक केयर, लभ यु गाइज।